पहिला बुझ्नु du त्यसपछि dv by dx यसमा बुझ्नु गुणा छ त यहाँ के गर्ने प्लस गरिदिनु त्यसपछि बुझ्नु v into du by dx परेको हुन्छ त्यसपछि 3 नम्बरमा छ प्रोडक्ट रुल भयो त्यसमा बुझ्नु गुणन हुन्छ त्यसमा बुझ्नु प्लस कि माइनस हुन्छ अब बुझ्नु चेन रुलमा के हुन्छ यसको पावर वाला हुन्छ चेन रुल पनि भन्छ या कहिलेकाहीँ पावर पनि दिएर पावर रुल त पावर रुलमा बुझ्ने यस्तै बुझ्ने कि पावर रुलको मतलब के छ कुनैको डिग्री हुन्छ या डिग्री बुझ्छ त बुझ्ने x को पावर n मानेको d x को पावर n by dx is equal to nx n minus 1 यसमा यही छ फर्मुला त पहिला बुझ्ने कि सम रुल प्रोडक्ट रुल पावर रुल त्यसमा बुझ्ने dx के पावर n by dx यो दुवै मिल्नु पर्छ तब भएछ nx n minus 1 त्यसपछि प्रोडक्ट रुल त प्रोडक्ट रुलमा गुणन हुन्छ यो भनेको गुणन पनि हुन्छ त पहिला u त्यसपछि dv by dx प्लस v into du by dx त्यसै बुझ्नु सम रुल त सम रुलको नियमै छ कि प्लस या त माइनस हुन्छ या du by dx त पहिला du त्यसपछि dv by dx यति बुझ्नु त्यसपछि